अस्ट्रेलिया जाने सोच छ, तर के सोचेर मात्र त्यो कुरा पुरा हुन्छ त? अभियसली अहिलेको सिनारियोमा धेरै फेरबदलहरू भएको छ डकुमेन्टेसनमा, रिक्वायरमेन्ट्समा, युनिभर्सिटीले माग्ने धेरै सपोर्टिङ डकुमेन्ट्सहरूमा धेरै कुराहरूको चेन्जेस आएको छ ओभरअली भनेर हजुरहरूले बुझ्नु पर्यो। र हरेक चिज सोचेर मात्र पुरा हुँदैन। तपाईँले के एक्सन एक्ट टाइमली गर्नुभयो भने तपाईँले चाहिँ आफ्नो प्रोफाइललाई चाहिँ भिजासम्म लान सक्नुहुन्छ र सँगसँगै भिजाको आउटकम पनि पोजिटिभली पाउन सक्नुहुन्छ। सो यदि तपाईँले अस्ट्रेलियाको लागि आउने दिनहरूमा अप्लाई गर्ने सोच गरिराख्नु भएको छ भने तपाईँको सुरुवातको स्टेप्स आइएल्स पिटी सँगसँगै तपाईँको डकुमेन्ट एरेन्जमेन्टका कुरादेखि लिएर इच एन्ड एभ्रिथिङमा तपाईँले राम्रोसँग प्लान गर्ने र त्यसको लागि चाहिँ राम्रोसँग आफ्नो डकुमेन्ट्स प्रोफाइललाई इभ्यालुएट गरेर अगाडि बढाउने गर्नुभयो भने तपाईँलाई धेरै सजिलो हुनेवाला छ। सो यदि तपाईँहरू अस्ट्रेलियाको लागि डिटेल काउन्सिलिङ लिन चाहनुहुन्छ, केही बुझ्न चाहनुहुन्छ आफ्नो प्रोफाइल रिलेटेड भने तपाईँले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ।